आज चाहिँ स्विगीले अर्डर नदिएर तनाव बनाइदियो। बिहान 6:45 मा मैले आइडी अन गरेँ र त्यहाँ एउटा एटुबी भन्ने होटल छ हो फार्म सिग्नलनिर। त्यहाँ गएर अर्डर आउँछ कि भनेर बसेँ। त्यहाँ चाहिँ यति धेरै राइडर मभन्दा अगाडि नै वेट गरिरहेका थिए अर्डर नदिएर। 45 मिनटपछि जसो तसो 67 रुपियाँको अर्डर हाल्यो र त्यो अर्डर पिकअप गर्न गएँ म रेस्टुरेन्टमा। अर्डर पनि पिकअप गरेर आएँ र त्यो अर्डर ब्यागमा राखेँ। अर्डर चाहिँ हल्का टाढा नै थियो तर टाइम धेरै नलाग्ने थियो। त्यसपछि पुगेँ म कस्टमरको लोकेसनमा। अर्डर चाहिँ ए ब्लकमा 18 फ्लोरमा थियो। लिफ्टमा 18 फ्लोर गएर कस्टमरलाई अर्डर पनि डेलिभर गरेँ। अर्डर दिइसकेपछि फेरि म अघिकै एटुबीमा गएँ। त्यहाँ अहिले पनि राइडर यति धेरै थिए। अहिले चाहिँ मलाई आइडी अन गरेको 1.5 घन्टा भइसकेको थियो। एउटा मात्र अर्डर थियो। त्यसपछि वेट गरिरहेको थिएँ अनि एउटा दाइ भेट्यो। हिजो 100 रुपियाँ, आज 200 रुपियाँ, 300 रुपियाँ टिप्स यसलाई मिलिरहेछ। हाम्रो 1.5 घन्टामा एकै अर्डर बिचरा। न्यू इयर लाग्यो साथी हो, हामीलाई त न्यू इयर हो। त्यसपछि अर्को अर्डर पनि आयो र त्यो अर्डर पिकअप गर्न होटलमा गएँ। त्यहाँ त यति धेरै भिड थियो। 12-15 मिनट वेट गरिसकेपछि अर्डर पनि मिल्यो र त्यो अर्डर लिएर लागेँ म कस्टमरको लोकेसनमा। अनि त्यहाँ चाहिँ फेरि इन्ट्री रहेछ। कस्टमरको रुममा गएर त्यो अर्डर पनि मैले डेलिभर गरेँ। अहिले चाहिँ ड्युटी अन गरेको 2 घन्टा भइसकेको थियो। 2 अर्डर मात्र थियो। 12 बजेपछि अर्डर दिइरहेको थिएन, त्यही भएर एउटा ठाउँमा रोकेको थिएँ अनि पुसाइ भेटेँ। यिनले पनि 5 घन्टामा 9 मिनट कम थियो। 9:30 अर्डर हानेका थिए, राम्रो हानेका थिए। त्यसपछि दुवैले अर्डर हेरिसकेपछि अनि त्यहाँ एकछिन कुराकानी गऱ्यौँ। अनि त्यहाँ बसी झ्याउ लागिरहेको थियो, अर्डर थिएन। अनि दुईजनाले एउटा स्टिङ पियौँ। धेरै टाइम वेट गरिसकेपछि मलाई 46 रुपियाँको अर्डर हाल्यो। अनि यो अर्डर पिकअप गर्न गएँ म रेस्टुरेन्टमा। अनि अर्डर पनि पिकअप गरेँ। त्यसपछि पुगेँ म कस्टमरको लोकेसनमा। इन्ट्री गरिसकेपछि म गएँ कस्टमरको रुममा अनि अर्डर पनि दिएर आएँ। त्यसपछि आयो मलाई 30 रुपियाँ टिप्स वाला अर्डर पिकअप गर्न गएँ म रेस्टुरेन्टमा। अनि त्यहाँ चाहिँ मेरो आइटम रेडी थिएन। एकैछिन मैले वेट गरेर मेरो आइटम प्याक गरेर मलाई दियो। अर्डर पिकअप गरेँ र त्यसपछि गएँ म कस्टमरको लोकेसनमा। यो अर्डर चाहिँ मेरो भिल्लामा थियो। त्यहाँ गएर मैले इन्ट्री गरेँ। त्यसपछि कस्टमर बस्ने भिल्लामा गएर त्यो अर्डर पनि मैले डेलिभर गरेँ। 12 घन्टा ड्युटी गरिसक्दा पनि अहिलेसम्म 17 अर्डर मात्र भएको थियो। आजको दिनभरि झ्याउ लागि अर्डर हाने र यो मेरो लास्ट अर्डर हो। आइसक्रिम सपको अर्डर थियो। त्यो अर्डर पनि मैले पिकअप गरेँ र कस्टमरको लोकेसनमा पुगेर त्यो अर्डर कस्टमरलाई डेलिभर पनि गरेँ। 16 घन्टा ड्युटी गरेर 27 अर्डर र आजको कमाइ यही हो। आजको लागि भिडियो यति नै। भिडियो राम्रो लागेमा लाइक, शेयर, कमेन्ट गरिदिनु र मलाई फलो पनि गर्नु। मिल्नेछ अर्को भिडियोमा। बाई बाई।